नयाँ वर्ष 2082 सालको तुला राशिफल लिएर आएको छु। 2082 सालमा तुला राशि हुने व्यक्तिहरूको धन सम्बन्धित स्थिति के कस्तो रहन्छ, वैदेशिक यात्राको शुभ योग छ कि छैन, वैवाहिक जीवनको लागि के कस्तो छ, प्रेम जीवनको लागि लभ लाइफको लागि कस्तो छ, पारिवारिक स्थिति, नोकरी व्यवसाय, शिक्षा र स्वास्थ्य सम्बन्धित सम्पूर्ण जानकारी उपाय सहित लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। 2082 सालको शक्तिशाली भाग्यशाली राशिहरू मध्ये तुला राशि पनि पर्छ। 2082 सालमा चाहिँ तुला राशि हुने व्यक्तिहरूलाई एकदमै शुभ हुनेवाला छ। तुला राशि हुने व्यक्तिहरूले धनको प्राप्ति राम्रो गर्छन्, धन बचत गर्छन्, ऋण पनि तिर्न सक्छन्। बृहस्पति र शनिको शुभ स्थिति बुद्धि विवेक बढाउँछ हजुरहरूको। धन लाभ हुन्छ, धनको बचत हुन्छ, सोचेका आँटेका सम्पूर्ण कार्यहरू बन्न जान्छ, फसेको धन प्राप्त हुन्छ, शत्रु नाश हुन्छन्, स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ, घरमा माङ्गलिक कार्य हुन्छ, परिवारको साथमा तीर्थयात्रा गर्न सक्नुहुन्छ। वैवाहिक जीवनको कुरा गरौँ भने श्रीमान श्रीमतीको एकअर्का प्रति प्रेम र विश्वास बढ्नेछ। जसको विवाह भएको छैन, विवाहको योग्य भइसक्नु भयो, विवाह गर्न इच्छुक हुनुहुन्छ भने हजुरको विवाह हुने सम्भावना छ। पञ्चम राहुको अशुभता अध्ययन अध्यापनमा सङ्घर्ष गराउला, पढ्न मन नलाग्न सक्छ। प्रेमी जोडी बीच पनि झाइ झगडा मिसअन्डरस्ट्यान्डिङ भइराख्छ, ब्रेकअप पनि हुने चान्स छ। सन्तान पक्षबाट पनि त्यति सन्तुष्टि देखिँदैन। छैठौं शनि रोगनाशक र शत्रुनाशक रहन्छन्। ऋणबाट पनि मुक्ति मिल्न सक्छ। आकस्मिक धन प्राप्तिको योग बनिरहेको छ। विचार पुर्याएर एकदम ध्यान दिएर शेयर बजारमा निवेश गर्नुहुन्छ भने धेरै लाभ लिन सक्नुहुन्छ। व्यवसायबाट पनि अत्यन्तै लाभ रहन्छ। जस्तो व्यवसाय गरे पनि हजुरलाई लाभ मिल्नेछ। नोकरीको कुरा गरौँ भने नोकरी गर्न इच्छुकहरूलाई सकारात्मक छ। जो व्यक्तिले नोकरीको तयारी गरिराख्नु भएको छ हजुरहरूले नोकरी पाउन सक्नुहुन्छ। अलरेडी नोकरी गरिरहनु भएको व्यक्तिहरूको लागि कार्यस्थलमा विवाद अपमान आदिको सामना गर्नुपर्न सक्छ। वैदेशिक यात्राको कुरा गरौँ भने विदेशको यात्रा सम्बन्धित एकदमै शुभ योग छ। यात्राको योग बनिरहेको छ हजुरहरूको। पहिलेसम्म यात्राको काम हजुरहरूको बनिरहेको थिएन भने यो वर्ष चाहिँ बन्न सक्ने पूर्ण सम्भावना छ। शिक्षा प्राप्तिको लागि विदेश जान खोज्नेहरूको लागि पनि धेरै शुभ छ। हजुरहरूको लागि राम्रो हुन्छ। यात्राको योग देखिरहेको छ। विदेशमा काम गर्नुहुन्छ भने पनि धन प्राप्ति र बचतको लागि धेरै राम्रो छ हजुरहरूको लागि। जग्गा जमिन, गाडी घोडा या घर इत्यादि किन्न सक्नुहुन्छ हजुरहरूले। जग्गा जमिनको कारोबार गर्नेहरूको लागि पनि धेरै लाभ देखिन्छ यो वर्ष। यो वर्षमा शुभ महिना चाहिँ हजुरहरूको लागि श्रावण, भाद्र, पौष र चैत्र महिना एकदमै शुभ छन् भने अन्य चाहिँ सामान्य छन् भन्ने बुझ्नु होला। उपाय र सल्लाहको कुरा गरौँ भने आइतबार मङ्गलबार माछा मासु अन्डा नखानु होला। सूर्यलाई जल चढाउनु होला। लक्ष्मी चालिसाको पाठ गर्नु होला। शुक्रबारको दिन चामलको दान गर्न सक्नुहुन्छ। कुनै पनि सानी नानीलाई हजुरले चाहिँ चाँदीको छल्ला लगाइदिन सक्नुहुन्छ, कडा बनाएर लगाइदिन सक्नुहुन्छ। यो वर्ष हजुरहरूलाई धेरै शुभ छ, धेरै राम्रो छ। नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यो वर्ष हजुरलाई धेरै शुभ होस्। धन्यवाद।